क्याफेहरू पनि आइसकेको छ अब क्विक ब्रेक ब्रेक गर्ने ल यो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला अनि प्लिज लाइक कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला यदि कसैले के हो होइन के हो ल यति छ किप वाचिङ सी यू लेटर हेलो एन्ड नमस्ते अब हामी चाहिँ बाटो लागिसकेको छौँ अनि हामी अलरेडी यो ठाउँमा आइसक्यौँ एयरपोर्ट आइसक्यौँ अनि हाम्रो बेबीले चाहिँ अब दुध खानु लागेको छ होइन 1 hour ट्रिप होइन चाहिँ के हो अनि सी इज एक्साइटेड अनि पल्लोपट्टि पनि गगाहरू पनि एक्साइटेड भएर बसिरहेको छ बेग्लोलाई हाम्रो कुन्चुलाई होइन एक्चुअली के हो हाम्रो चाहिँ आई थिङ्क हामी चाहिँ सबैभन्दा फर्स्टमा आएर बसिरहेको छ चेकिङको लागि तर यहाँ है अनि हामीले चेकिङ पनि गरिसक्यौँ चेकिङ गरेर चाहिँ आएर फेरि हाम्रो कफी कन्टिन्यू गइरहेको छ अब वेटिङ हाम्रो टोपीले चाहिँ बुबु खानु मानेको छैन बुबु खानु मानेको छैन ए बुबु नखाने हो बाहिर निकालेर घुमा भन्दैछ ल हाम्रो चाहिँ अब डिपार्ट हुने टाइम हुनु लागेको छ तपाईँहरूलाई क्विक एक्सप्लोर गराउनु जाँदैछु यहाँ धेरै नै चेन्जेस आएको रहेछ हाम्रो यो लोकल एयरपोर्टमा चाहिँ होइन कस्तो लाग्यो अस्ति भन्दा बिस्तारै जाउँ न ल क्विक एक्सप्लोर यो ठाउँमा नयाँ दोकान चाहिँ खोलेछ पर्फ्युम दोकान यहाँनिर एयरपोर्ट रेस्टुरेन्ट खोलेछ यहाँनिर यस्तो छ हाम्रो निमा चौधरी गइरहेको छ त्यो पोइन्ट है यहाँ चाहिँ गतिलो खानेकुराहरू बनाइरहेको रहेछ ल अब भित्र हामी जानुपर्छ होला यसको यो गुडिया यो हो बेस्ट प्लेस चाहिँ बेस्ट प्लेस ल अब चाहिँ हामी छिर्नुपर्छ होला हौ बिस्तारै भित्रै एक्सप्लोर गर्नेछौँ अब हामी क्विक चेक इन गर्छौँ अनि फेरि ब्याक आउनेछौँ ल हाम्रो चेकिङ भइसकेको छ निमा जोडेन अब एक्साइटेड है हाम्रो चेकिङ भइसकेको छ अब चाहिँ हामी भित्र छिर्दै हो भित्रको नजारा चाहिँ यस्तो छ साथीहरू अन्त हामी चाहिँ यहाँ अब त्यो झन्डै लगभग 5 वर्ष भइसकेको थियो हेरौँ के परिवर्तन भएछ यो ठाउँमा तर वाउ गौँचा पनि आएछ हाम्रो भित्र दिस इज वाट इट इज सरी लुक एट हियर के रहेछ यहाँ ओ नो गौँचा गौँचा मसा चेयर पनि रहेछ वाउ ल खतरै चेन्ज भएको रहेछ ल यहाँनिर चाहिँ माथि हेर्नुहुन्छ भने त्यही यो माथि कता जाने भनेर चाहिँ डाइरेक्सन देखाइरहेको छ कता ए त्यहाँ रहेछ नि त ल त्यो पर कुनामा चाहिँ ड्रिङ्क्सहरू खानेछ ल कफी ततै माग न ततै दिइहाल्छ त ओभन छ कफी view from here. This निमा छोडेन मन पर्यो तिमीलाई यहाँको ठाउँ डेकोरेसन कस्तो लाग्यो हो तिमीलाई डेकोरेसन कस्तो लाग्यो यहाँको हेर त लुक एट द डेकोरेसन
कस्तो मजाले राखेको क्या त्यो सानो म केही नखाने अघि कफी धेर भइसक्यो फ्राई राइस अनि त्यो एभ्री ठाउँमा त्यही मात्रै हुन्छ र ल के अर्डर गरे छोटा के खाएको still waiting for flight अझै 2 घन्टा बाँकी छ Mommy is hungry के भइरहेको छ हौ के भइरहेको मम्मी हङ्ग्रीले बोल्नु सकेको छैन हाम्रो छोरी पनि हङ्ग्री भइरहेको छ हो खाजा खाइसकेर तल झरे अब स्टिल वेटिङ few minutes 45 to 30 minutes जस्तो चाहिँ वेट गर्नु फाइनली हाम्रो 3 घन्टाको वेटिङ पुरा भइसकेको छ and we are heading towards the plane है अब चाहिँ हामी प्लेनमा चढ्न लागेको छौँ लेट्स सी कस्तो हुन्छ त्यही हो फुल्ली हामी प्रिपेयर्ड भइसकेको छौँ निमज छोडेनको लागि चाहिँ हामीले एयर प्रोटेक्सन हैन त्यो टेक अफ गर्दाखेरि चाहिँ यो एयर प्रोटेक्सन लाउँदाखेरि चाहिँ उसको कान ढुम्म हुनुबाट चाहिँ बचाउँछ सो या त्यही छ वी आर अलरेडी प्रिपेयर्ड एन्ड धेरै रिसर्च गरेर हाउ टु फ्लाइट इन फ्रन्ट भनेर चाहिँ हामीले खोजिसके सबै एभ्रिथिङ इज गुड टु गो भएको छ ल सिट नम्बर पासपोर्ट चाहिँ टालिरहेको त हावामा आँटिन्छ मैले गर्दा अरे मैले गर्दा अरे मेरी क्रिसमस दिस इज हाउ यु फ्लाइ विथ द इन्फेन्ट है कानमा एयर डिफेन्डर मुखमा केही चाहिँ हालिदिनुपर्छ सो द्याट उनीहरूलाई चाहिँ त्यो कान ढुम्म हुनुबाट बचाउँछ अनि क्रिसमस लागिरहेको थियो प्लेनभरि है क्रिसमसको डेकोरेसन थियो एन्ड नाउ वी आर अदर साइड हामी चाहिँ ल्यान्ड भइसकेको छौँ अनि गाडीबाट चाहिँ हामी चेकआउट हुनुको लागि गइरहेको छौँ है ल हाम्रो चाहिँ फ्लाइट राति थियो सो ल्यान्ड हुँदाखेरि एकदमै रात परिसकेको थियो र सो हामी राति गएर सुत्यौँ अनि बिहान उठेर चाहिँ गगबाजीसँग निमा छुट्यान खेल्नु छ एभ्री वान वाज एक्साइटेड निमा छुट्यान चाहिँ खेलिरहेको थियो त्यही भोलिपल्ट चाहिँ हामी चाहिँ बौद्ध चाहिँ कुरा गर्न गइरहेको छौँ अनि बौद्धमा चाहिँ निमा छोडेनले एकदमै मान्छेको भिड देखेर रमाइलो गरिरहेको थियो अनि हामी वकिङ अन द स्ट्रिट बौद्ध हिँड्दैछ हामी डे 2 होइन साले नानी मक्क परिरहेको Sorry. निमा छोडेनले चाहिँ नयाँ कुराहरू एक्सपिरियन्स गर्ने मौका पाइरहेको छ सो या आई डोन्ट नो कतिको दिमागमा राख्छ अरू कतिको दिमागले काम गर्छ तर यस एभ्री टाइम चाहिँ उसले नयाँ एक्सपिरियन्स गर्ने मौका पाइरहेको छ हामी चाहिँ यो ब्याकप्याक बोकेर आमा चाहिँ हिँडिरहेको छ लखर 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 घुम्दै डुल्दै लुक एट दिस ब्युटिफुल प्लेस पिस एन्ड साउन्ड अनि हिँड्दा हिँड्दै निमा छोडेन चाहिँ सुतिरहेको छ सुतेको अवस्था छ स्टिल किप वकिङ
Walking on the street. बहिनी कहाँ हिँडेको यस्तो भारी बोकेर कहाँ हिँडेको यो चाहिँ बौद्धको कुरा सकेर चाहिँ हामी घर गयौँ अनि यो दिस इज द नेक्स्ट डे बाहिर जो फरेस्टमा पिकनिक खाने रमाइलो गरिरहेको थियो अनि म पनि रमाइलो गर्न थालेँ इट वाज अमेजिङ र त्यो पिकनिक चाहिँ एकदम रमाइलो भएको थियो नेक्स्ट डे कमिङ टु दि भक्तपुर दरबार स्क्वायर है एकदमै रमाइलो छ पेन्टिङहरू लुक एट दिस पेन्टिङ वाउ अनि पान्ताले मन्दिर आइपुग्यौँ है अब यहाँ चाहिँ हल्का टुर हानेछौँ ओके किप वाचिङ हेलो छोरे यता यहाँ हेलो पान्ताले मन्दिर आइपुग्यो निमा छोडेन आलोक दादासँग हाम्रो बुढो मान्छे निमा छोडेन हामी कहाँ आइपुग्यो भन्दै सक्दैन लुक एट दिस निमा छोडेन लुक कति हेर त पान्ताले मन्दिर आइपुग्यो निमा छोडेन यस्तो दामी ठिक छ के धुप हो यो पक्का पक्की मन पनि तिमीलाई यो ठाउँ वान एन्ड ओन्ली ट्रायङ्गुलर सेपको छोरी यो ठाउँ मन पर्यो छोरी हेलो यो कुन देशको झन्डा हो रिसर्च गर्छ यहाँबाट चाहिँ हिमाल पनि देख्दो रहेछ खत्रै लस्सी खाने ठाउँ ट्याक्सी यहाँ वेटिङमा बसिरहेको छ ओ छोरी ओ छोरी हुन्छ याद आउँछ तिम्रो धेरै मनभित्रको गुप्त कोठामा तिमी नै भन न म के गरौँ तिमी बिना तिमी नजिक आऊ न तिमी नजिक आऊ न हाम्रो जाने बेला भइसकेको छ अब चाहिँ हामी गोइङ ब्याक जस छुट्टी ठिकै भयो प्लेनमा बसिसकेको छौँ हामी प्लेन चाहिँ स्टिल क्रिसमसको डेकोरेसनले डेकोरेट गरिरहेको छ मेरो छोरी खेलिरहेको छ एन्ड फोन चलाइरहेको छ यता चाहिँ
सो हामी उडी टेकअप भइसकेको छु खासै प्रब्लम भएन बेबीलाई सो या ठिकै भयो एन्ड बेबी स्लिपिङ नाउ आइ एम लिसनिङ टु द म्युजिक हामी यता अर्कोपट्टि ल्यान्ड भइसकेको छु स्यो एन्ड टाइम चेन्जले गर्दाखेरि बेबी इज स्टिल अवेक एन्ड इट्स अलरेडी 2 o'clock in the morning and she is still active and playing. सुतेर उठिसक्यो अनि त्यस पछाडि बल्ल बल्ल सुताएर चाहिँ हामी उठेर अब हामी चाहिँ यता घुम्न आइरहेको छौँ आफूलाई थाहा पाइसक्यो होला कुन ठाउँ भनेर गेस गर्नु होला देखिहाल्नुभयो होला दिस इज द लाइन स्ट्रिट इन सिङ्गापुर एन्ड वान अफ द फेमस प्लेस इन सिङ्गापुर सो मेरो विचारमा चाहिँ सिङ्गापुर आई थिङ्क आई फाउन्ड इट क्वाइट क्लिन अनि वेल प्लान सिटी अरे जस या त्यही हो रमाइलो भएको थियो रमाइलो फर अ वाइल गुड टु स्टे अनि एकदमै मान्छेहरू चाहिँ ठिक ठिकै लाग्यो त्यस्तो क्लोज त्यस्तो फ्रेन्डली चाहिँ खासै लागेन तर सम अफ द पर्सन वेयर गुड लुक एट दिस पार्क वकिङ गर्नुको लागि चाहिँ एकदमै मजा थियो नानीहरूसँग अनि प्लस रनिङहरू जगिङहरू गर्नुको लागि चाहिँ दामी थियो अनि अर्को अचम्मको कुरा चाहिँ पार्कमा चाहिँ भालेहरू थियो क्या हो त्यो फाइटिङ भाले अनि हामी त्यो पार्क सकेर हामी चाहिँ वी वेन्ट टु टाउन चाइना टाउन अनि सी इज गोइङ टु ट्राई अ ड्युरेन लुक एट हर रिएक्सन है के हुन्छ लुक एट हर रिएक्सन सो या डुरान उसलाई खासै मन परेन अनि आई थिङ्क डुरान इज क्वाइट फेमस इन सिङ्गापुर ब्रुनाई अनि प्राय यो इन्डोनेसिया त्यो कन्ट्रीतिर चाहिँ अनि या त्यही हो रात परिसकेको थियो डुरान मैले पनि ट्राई गरेँ खासै त्यति मिठो त लागेन तर आई थिङ्क इट्स क्वाइट गुड एन्ड त्यहाँबाट हामी चाहिँ ब्याक टु ट्याक्सी एरियामा आयौँ ट्याक्सीबाट चाहिँ अनि हामी we went back to our room and this is the time for flight and हामी already airport आइसकेको छौँ so airport मा हो यो चाहिँ अनि airport मा पनि it was quite beautiful and clean अनि lots of यो natural plants हरू decoration हरू चाहिँ एकदम राम्रो थियो जस यो के भन्छ एयरपोर्ट भित्रै पनि है अब हामी खाजा खाने निमा छोडे नाकभरि सिगान बोकेर आएछ सिगानी ल यो नजारा चाहिँ एयरपोर्ट भित्रको हो इट्स क्वाइट ब्युटिफुल है मलाई चाहिँ एकदम मन पर्यो ट्याक्क बाटैबाट लगेर चाहिँ यो ओपन एरियामा पुऱ्यायो अनि यो ओपन एरिया चाहिँ इट्स फ्लोर सिसाको फ्लोर हो सो वी क्यान सी इनसाइड त्यो भित्रका माछाहरू चाहिँ दामी स्विमिङ गरिरहेको भेट्ने अनि सेम टाइम आकाशमा हेर्छ भनेदेखि चाहिँ त्यो तरिकाको चाहिँ डेकोरेट गरेर राखेको थियो एन्ड वी वक अराउन्ड फर अ वाइल अनि त्यस पछाडि चाहिँ हामी वी वेन्ट टु आवर गेटतिर क्या सो या it was quite good place यसपालिको लागि यति नै छ ल तपाईँहरूलाई हामी पनि गफ गर्दै भिडियो खिच्दै हामी पनि घर आइपुग्न लाग्यौँ सो keep supporting until next time see you tata bye